तेरो बामा धान लिन गएका यति बेलासम्म आइपुग्दैन नि त आइसक्यो घाम अनि बच्चा बुद्धि छैन रुखबाट खसेर मरे हिजो अस्ति आउँदाखेरि त एउटा केटी त्यो पनि मरि ल ल यो सबै चारो खाऊ कागलाई चारो मन पर्दैन चराचुरुङ्गीले चारो खाँदैनन् नाति नातिनालाई घरको खाजाले हुँदैन बजारको खाजा चाहिन्छ कुनै तर्सिनु भयो मेरो तर्सिनु भएको छैन अनि हजुरआमा एउटा चरो मुसो के पनि छैन जताततै भात छरेर फस्नै कुरेर बस्नु भएको एउटा काग आएको थियो यसले चारो खान्छ कि भनेर दिएको परेन रे तिमीहरूलाई चाउचाउ बिस्कुट चाहिन्छ त्यसलाई चारो मन त्यो बिहानै एउटा बुढो बुढो काग आउँछ गर्दै त्यो बुढो कागमा मेरो हजुरबाको आत्मा त बसेको छैन जिस्काउँथ्यो मोरी हुन पनि सक्छ हेर अब यो भाका रुख जाति सबै काटेर सकाइ गए ती चराका गुण पनि खसी गए चरा पनि आउँदैनन् कहाँ भागे कसलाई जाने कहाँ भाग्नु हजुरआमा हेर्नु सबै चराहरू उडेर आएर यो क्यालेन्डरमा खापक्क बसेको छ है यहाँ हेर्नु त कस्तो राम्रो सुगा हजुरआमा सुगा जस्तो नाचेर देखाऊ लुलु अनि हेर्नु कस्तो राम्रो कोयली बिहान बिहान मलाई बिउझाउनको लागि नि कराए जस्तो लाग्छ नि अनि यहाँ हेर्नु न कस्तो राम्रो बकुल्ला सफा चिटिक्कको पुरै ध्यान दिएर खोलामा अलिअलि पानी छ कति बेला माछा आउँछ र चाप्प समयहरू गरेर पर्खेर बसेको छ हेर्नु त त्यत्तिकै बुढा कागाले भनेका हुन् त के भनेका हुन् यो जनावरहरूबाट कति धेरै कुराहरू सिक्न सकिन्छ भनेर कुकुरको जस्तो निन्द्रा होस् रे बकुल्लाको जस्तो ध्यान होस् रे चराको जस्तो सिप होस् अनि हजुरआमा यो लामो जुठो भएको कुन चरा हो यसलाई गरुड भन्छन् हेर पहिला भगवानहरू यही गरुडमा बसेर यसो धरतीमा हेर्दै हिँड्थे अरे यसरी अनि जसले यहाँनिर गल्ती गर्छन् नि सबैलाई छानी सजाय दिन्थे अरे अब आज भोलि त गरुड पनि छैन भगवान पनि भ्रष्ट भइसक्यो कति धेरै छोराहरू है हजुरआमा नाम पनि कस्तो अप्ठ्यारो के मैना भिचुवा बकला बगडो टिकहिर पड्की
क्यालेन्डर यसमा न चराहरू नबसेर कहाँ बसुन् कुनै दिन यही क्यालेन्डरबाट पनि सबै चराहरू उडेर भाग्छ हजुरआमा मैले हिजो राति कस्तो राम्रो सपना देखेँ नि हाम्रो स्कुलमा ठुलो पिपलको बोट छ नि त्यो पिपलको बोट मुनि बसेको थिएँ घामबाट बस्न मेरो हातमा प्लास्टिकहरू मात्रै थियो एकछिनमा त रुख हल्लिन थाल्यो हल्लेर हाँगाबाट सर्लक्क सर्लक्क पातहरू झर्न थाल्यो त्यही पातहरू सर्बलाउँदै 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 एक फुल चरा बनेर मलाई घेरेर ओइ पानी खोइ ओइ पानी खोइ ओइ पानी खोइ ओइ पानी खोइ भन्न थाल्यो अनि म कुद्दै गएँ खोलामा पानी छैन कुद्दै गएँ नहरमा पानी छैन कुद्दै गएँ कलमा कल सुक्यो अनि मलाई अचानक याद आयो तपाईले जहिले पनि चराचुरुङ्गीको लागि भनेर कचौरामा पानी राख्नुहुन्छ नि म त राख्छु नि सधैँ राख्छु त्यहाँ पनि पानी थिएन अनि तिर्खा मेरो घाँटी सुकिसकेको थियो ऐठेन भयो हजुरआमा हजुरआमा पानी हजुरआमा होइन हजुरआमा केटी के भयो भनेर पिउँछ कहिले तर्साउँछ है यसले मलाई त्यही भएर भन्छु म सधैँभरि यो वरिपरि कचौरामा पानी राख्नु पर्छ हेर हामी मात्रै बाँचेर हुन्छ त हामीले मात्रै खाएर हुन्छ जीव जन्तुलाई जनावरलाई रुख बोट बिरुवा सबलाई माया गर्नुपर्छ जहाँ पानी औषधि पनि खान बाँकी रहेछ कस्तो भुलक्कर भइसकेको छु नि यसै पालि झरीले धान फलेको थियो हेर बाढीले सत्यानाश बनाएछ खेतमा धान देखलियो त बहुत छङ्गर लागल छ बोरा देखलियो त बहुत हलुक लागेछ खक्रिएटा फर्ले कि कति ए पानी पटाउन पाइएन नि त त्यही भएर हैन तिमीहरू यो धान कहिले मार्छौ यो धान त यही धसिएर सकिन लाग्यो त खुन्केबाट ठोक्ने रचेर त झाँटीले बने कतिले चिन्ता लैसक्छ अनि मुसा पसिसक्यो मुसाले खायो क्या धान सब आमा यही मुसा पसिसक्यो भनेर थ्रेसर बोलाएको छु मैले थ्रेसर वाउ थ्रेसर काम गरेपछि भागिहाल्छ नि आमा ए सरी जा एक अम्फारा पानी र एउटा दाउलेले हैन यत्रा जहाँ घरमै छौ त आफै मार्नु नभएदेखि दाउनी गर्नु हाम्री आमाले दाउनी गर्न पर्ला भनेर गाउँमा कसले गोरु बाँधेको छ र त्यही पनि अहिले त यो काट्ने रोप्ने कुट्ने सब मिसिन आइसक्यो आमा त्यही पनि हाम्री आमालाई दाउनी नै गर्ने मन छ भने चाहिँ बारी बिर्ख काकाको फारमबाट 5-7वटा सुँगुर ल्याएर नारिदिन्छु तोहर बेटाका कहियो घर काम गरेर फुर्सद आइ छो से आइ धिया पुताको कथि हो कहै छी एकौटा टहल करे छै अब हमस गरे एते करब कि ओते करब ले कहू त म गाउँडोलेको त्यत्रो डाहा भएको छ भने लु म घर बसेर तिम्रो काम गर्छु तिमी बाहिर गएर मेरो काम गर तोहर नखा जे अंगूठे पर आके चाय पत्तल में जाके ओ हाय वाला नया वाला बात करे के समय नै छै हमरा कहियो जाके घर काम करबक न तब था त कि कते दुख है छै कहै हैन छोडै थियो हे बुहारी यो कनिका यहाँ किन फालेको हो सबै छर्दै हिँड्छ है अब भका रुख जति यहाँ सबै बाटो आउने नाममा काटेर सकाइ गई यो चारो केले खान्छ गुड पनि खसे चरा पनि छैनन् कुखुरा नि पाल्दैनन् परेवाहरू छैनन् केले खान्छ अब यो
अब हाम्रै आमाले चरोलाई चारो खुवाउन पाउँदैनन् भनेर गाउँमा आउँदै गरेको विकास रोक्नु मैले। के नभएर आमा, हाम्रो यो जग्गाको भाउ कहाँ पुगिसक्यो थाहा छ तपाईँलाई? बुझ्नु छैन। त्यही जग्गाको हिसाब गरेर बस यति पुग्यो उति पुग्यो भनेर हामी यो ठाउँ छोडेर अब त जाने होइन। को प्लटिङ गर्छ रे, खोइ के गर्छ रे, सबै त्यही तले मोडालाई ल्याइराख्दै छ। ल मैले माने छोडेँ। यहाँका रुख त बाटो आउने नाममा काटेछ अरे। ल त्यो परको बारीको त्यो पिठारीको रुख यसलाई मैले नकाट भनेर कतिचोटि भने त्यो रुख चाहिँ किन काटिछु? ए आमा, त्यो रुख त नि मैले घरभरि किस्ता उठाउने मान्छे आएर तपाईँको पेवा खसी यही घिसार्दै गर्दाखेरि अनि त्यही पिठारीको रुख बेचेर किस्ता तिरेको होइन त मैले। बिर्साउनु भयो? यति कुनाको रिनो चाहिँ ल्याए कि गाई फार्म करब कैसे न एकोटा गाई घरमा आना न कथियो करली बोला से पैसा राखेर अब किस्ताको समय चलाएको कस्तो चाहिँ किस्ता तिर्नु कतिले कहू त ल म एकले खाने होला सबै त्यो। यहाँ तपाईँले अर्को औषधि खानु भयो? खान्छ मात्रै यत्रो औषधि खानु न, अरे छेसर आउँछ क्या आमा। छोरी जाँदा ले औषधि ल्याउँदै अब यत्रो 3-4 घण्टा लाएर थ्रेसर मेसिन चलाउनु छ, यो एक कट्टा धान लिनु छ, त्यही पनि चलाउँछन् बुढी आमै। ए चन्द्रिका, यो आधा बोरा धान गाडीमा जा। अनि यो आधा बोरा धान चाहिँ नि कुमार साउले दिने है। यत्रोको धान छ बोराको साउले चाहिँ भयो त भएर कति खाने आउँछ खाउला नि। अब त आफै भन्दै थिएस् किस्ता तिर्नु पर्यो कि यसलाई नि पढाउने छ हेर। खाना त खाउला, मकै खाउला, गाउँ खाउला। मकै रोपेपछि वो साउ कते गहू रोपेपछि साउ कते हमसे भेटते दुख से करे छी भेट सा असो से खाइयो नै कते कते हैन व्यवहार कारण के चन्द्रिका। वा ओइ यो तले धान म राख्छस् ल ल ए जा न, ए घरी घाँस लिएर आइज त। दाइलाई त केही भन्नु न मलाई आयो भ्याक्दा फेरि चाहिँ ओ काकाजी आज पार्टी थियो बुवा, त्यही मिटिङमा गएर आएको। घरभरि यत्रो काम छ, काममा सघाउनु छैन, गाउँले छ पार्टी भनेको छ। पार्टीले मुसा मारेर भनेर किन रिसाउनुहुन्छ बुवा? यस्तो बेला खुसुरो काम नलजेर बस्छु म? देश विकास गर्नु हिँडेको मान्छे गरे देश विकास 5 पैसा कमाएर खाने हुत्ती छैन देश विकास गर्ने।
हेर्नु बुवा तपाईँले मलाई सधैँ यसरी कराउनुहुन्छ कि त मलाई पैसा हालिदिनुहोस् म विदेश जान्छु होइन भने यही राजनीति गरेर देश हाल्ने आमा हेर्नु न कति झगडा गरेका हो उता नेताहरू झगडा गरे भनेर यता हामी कराउने तिमीहरूले चाहिँ झगडा गर्दा गर्दा मलाई बाँच्न नदिने झुला ए आजै हो खाली हाम्रो बेटा तोर त कुछ योगदान नै छ ल यति काम गरेर गइहाल्यो ल ल ल परिवर्तन गर्छ ओहो दाजु नमस्कार हजुर नमस्कार ए नानी नमस्कार थ्रेसर चलाएको छैन आवाज सुने म त धान लिन आएको होइन एउटा ट्र्याक्टर बोलाइहाल्छु है ए यो धानको भाउ कसरी छ कुमार भाइ कसरी हुनु यो गाई त अनि गाउँभरि चलेको रेट 1000 रुपियाँ मन ए हो यत्रोको पैसा 1000 किन दैछौ 1000 एक मन धान हो जाको मिलमा जाको पिसे भए त कतै हेतै 26 केजी चौर यता 10 केजी भुस यता भुस को छोडी दिया 26 केजी चौरे काठा 80 रुपए द्वार से पसल में जाके बेच भए त कतै हेतै कतै बेटी कतै हेतै 2000 से बेसी त किन दैछौ 1000 होइन भाउजू उहाँ चाहिँ हाम्रो योगदायले 1000 रुपियाँ मनमा धान दिन्छु भनेर मसँगै असारमा 10,000 पैसा लिनु भएको छ अहिले दिन्न भनेर हुन्छ राम्रै बिर्सेछु म त होइन दाइ यो धानको विषयमा कुरा मिल्ला जस्तो छैन मलाई मेरो पैसा फिर्ता चाहियो कुमार भाइ त्यसो नभन ल कुमार भाइ ए छोड दे दोसर मिल में जाके पिसे भए एका किनाको से एकैटा काटा छ संसारमा होइन एक वर्षभरि दुःख गर्छौ यहाँ अनि मरि धान फलायो अन्न फलायो अनि त्यो चाहिँ लगेर ऊ बजारमा बेच्ने अनि बजारमा त्यो सेतो चामल चाहिँ किनेर गएर खाने त्यो बिसारी हालेको अनि बिरामी पर्छ ए आमा त्यसो भनेर हुन्छ त म बर्खायामा मलमा भएको बेला मल दिन्छन् बिउमा भएको बेला बिउ दिन्छन् पैसा दिन्छन् एकचोटिको मात्रै व्यवहार हुन्न क्या आमा ए कुमार भाइ भाइ आउनु त आउनु ल कुरा मिलाउ आउनु त झट्टै आउनु ल के भन्नु त मैले महँगो छ किसानहरूकै ढाड भाँचे भाँचे बल्लावाला बिचौलाले खाए खाए बल्लावाला बिचौलाले खाए खाए किसानहरूकै ढाड भाँचे भाँचे किसानहरूकै ढाड भाँचे भाँचे महँगो छ बिउबिजन महँगो छ लाइसेन्समा धेरै ठगी भयो भनेर नयाँ स्मार्ट लाइसेन्स आयो अब त्यसमा पनि ठगी भएपछि के गर्नु सरकारी काम कहिले जाँदा काम यस्तै हजुर के तपाईलाई सजिलो बाटोबाट लाइसेन्स चाहिएको छ
यदि चाहिएको छ भने मलाई सम्झिनुहोस्। 2 चक्के 4 चक्के 6 चक्के 8 चक्के 10 चक्के 12 चक्के 16 चक्के स्कुटर बाइक टेम्पो ट्याक्सी जेको भए पनि तपाईँलाई लाइसेन्स भए हुन्छ। यदि त्यस्तो छ भने मलाई सम्झिनुहोस्। अनि तपाईँ चाहिँ मापसेमा पर्नु भएको हो अनि तपाईँलाई चाहिँ त्यो अङ्ग्रेजी 8 कटाउन गाह्रो भएको हो। यदि त्यस्तो भएको छ भने मलाई सम्झिनुहोस्। तपाईँको लाइसेन्स 1 हप्तामा पक्का। सर हजुर म ट्रायलमा 4 चोटि फेल भएँ। 4 लाइसेन्स चाहियो हजुर। त्यसको लागि चिन्ता नगर्नु म छँदैछु नि। हजुर सर मैले चोरेको मोटरसाइकल सर चोरेको किनेको। अब त्यसको लागि त चिन्ता नगर्नु न। पास चाहिँ गरिदिनु भयो। अब चिन्तै गर्नु पर्दैन। तपाईँको बाइक कसरी पनि पास हुन्छ। जग्गा किनबेच गर्न गाह्रो भयो। 7 सीमाना मिलेको छैन। सरकारी जग्गा वा ऐलानी जग्गा मिच्नु पर्यो। अमिनीले दुःख दियो। मापत कार्यालयको कर्मचारीले झुलायो। हो झुलायो भने म कहाँ आउनु? बाटो छेउको मेरो टहरमा आउनु। फेरि उता मालपत कार्यालय नापी कार्यालयतिर चाहिँ नजानुस् नि। हेर्नुहोस् यस्ता काम त नि मैले कति मिलाए भनेर त्यसको जग्गा अर्कोको नाममा सारिदिए। हुँदो नभएको जग्गा त बेचिदिए। हेर्नुहोस् मैले त धेरैको उद्धार गरेको छु। मेरो पनि उद्धार भएको छ। मेरो आफ्नै जग्गा बाहिर सरकारी स्कुलभित्र छिर्नु भने मलाई झुलाइदिनु पर्यो। ए म छु त। मेरो बाबा सानो हुँदा सर म सानो हुँदा मेरो बाबा मरे सर। हामी 5 भाइ बिना छौँ सर। त्यो बाटो छेउको घडेरी जसरी हुन्छ मेरो नाममा पास गरिदिनु पर्यो सर। म छु त। जहाँ पनि लाइन छ कर्मचारीलाई चाहिन्छ। 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 जहाँ पनि लाइन छ। वडाको गाउँपालिकाको नगरपालिकाको कार्यक्रम योजना आफ्नो भागमा पार्नु पर्यो भने कमिसनको कुरा आउँछ। किन असो भन्नु होला? आउँछ। चलन यस्तै छ। त्यही चलेको चलन अनुसार कहाँ कसलाई कति मिलाउने सबैलाई दिने जिम्मा मेरो भयो ल। तपाईँहरूलाई केही अप्ठ्यारो परेको छ भने म भएको ठाउँमा आउनुहोस्। तपाईँहरूको काम बन्छ। हजुर मेरो जग्गाको मूल्य छ 5 लाख रुपियाँ मात्रै भन्छौँ सर। मलाई 10 लाख रुपियाँ ऋण चाहिएको छ सर। कसरी हुन्छ? मेरो जग्गाको भ्यालु मलाई दिनु पर्यो सर। भइहाल्छ नि म छु त। थ्याङ्क यू सर। सर म त सर कुखुरा फारम खोलौँ भनेको। लोन चाहियो। अनि कुखुरा चाहिँ छ? ला कुखुरा त छैन त। त्यही पनि म गाउँलेहरूलाई सर भाडामा 20 रुपियाँ दिएर भए पनि एक दिनको लागि 20-25 वटा कुखुरा दिएर आउँछु। दलालहरू बजारमा किन्न पाइन्छन् हजारमा। 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 दलालहरू बजारमा। नमस्ते। मेरो स्कुलको प्रमाण पत्रमा रेणुका नाम छ। नागरिकतामा रेणुका नाम राखिदिएको नाम सच्याइदिनु न। 8 नम्बर जानुहोस् न है। 8 नम्बरमा बन्छ तपाईँहरूको काम ल। स्कुलको प्रमाण पत्रमा रेणुका नाम छ। नागरिकतामा रेणुका नाम सच्याइदिनु न। हुँदैन 9 नम्बर
सर स्कुलको प्रमाणपत्रमा रेणुका नाम छ नागरिकतामा रेणुका नाम सच्याइदिनु न यो त पञ्जीकरण 7 नम्बरमा जानु 7 नम्बरमा अनि तपाईँ कहाँ यहाँ आउनु भएको त तपाईँ सिडिओ कार्यालय जानुहोस् न सिडिओ कार्यालयमा बन्छ तपाईँहरूको काम ल जाइहाल्नुहोस् त कस्तो दिशामै आउँछ फेरि गर्नुभएको तपाईँ हो अनि सबै भएर बोल्नुहोस् यो सरकारी कार्यालय हो कार्यालयमा निराउने तपाईँ सबै चाहिँ हामी भइदिनु पर्ने होइन के भयो नमस्कार ल भन्नुहोस् स्कुलको प्रमाणपत्रमा रेणुका नाम छ ए नागरिकतामा रेणुका नाम सच्याइदिनु न अनि तपाईँहरूलाई यहाँ वडा कार्यालयले पठायो ल होइन वडा कार्यालयले साथी पठाउनु छ है भनेर भनेन ल हो त्यसो भने तपाईँहरू तुरुन्त आफ्नो वडा कार्यालय जानुहोस् ल गइहाल्नुहोस् सर हजुर मेरो छोरीको नाम बिगारिदिने तपाईँहरू नाम सचाइदिने पनि तपाईँहरू नै हो हामी वडा कार्यालय किन जाने सर सबैबाट बोल भनेको होइन सुन्नुभयो नि तपाईँले होइन बहिनी तपाईँलाई आफ्नो काम बनाउनु छ कि छैन छात्रवृत्तिको फर्म भर्न 3 दिन मात्र अनि त्यसो भने तपाईँहरू तुरुन्त आफ्नो वडा कार्यालय जानुहोस् गो प्रमाणपत्रमा रेणुका नागरिकतामा रेणुका हो भन्ने व्यक्ति नि एउटै हो भनेर प्रमाणित गर्नको लागि 7 जना छरछिमेकी साक्षी चाहिन्छ साक्षीहरूको नागरिकताको फोटोकपी अनि हस्ताक्षर चाहिन्छ अनि बल्ल बन्छ है तपाईँहरू काम यति कुरा पहिले भन्नु पर्दैन अरे त्यो मेरो काम हो र भन्ने त 8 नम्बरको काम हो लु जानुहोस् 8 नम्बरमा भने 7 नम्बर पठाउँछ 7 नम्बर पठाउँछ गाउँ कति तपाईँलाई 7 जना साथी चाहिएको होइन त ए दाइ तपाईँलाई यहाँ ढुलाइदिन्छ नि 7 जना मान्छे जुटाउ लेप्ची लगाऊ नागरिकताको फोटोकपी बनाऊ कम गरेर गोरस गर्नु एकजनाको 500 को दरले 5-7-35 रुपियाँ दिनुहोस् तपाईँको काम फ्याट्टै भाइ अलिकति घटाउनु न ल कति घटाउनु 5 रुपियाँ कम गरेर दिनुहोस् त नि ल ए झन् आफ्नै दाइ भएर भनिरहेको थियो हामीले चाहिँ पैसा गोजीमा होला नि निकाल्नु न ए विकास दाइ उहाँलाई के समस्या चिन्ता नगर्नु बरु क्युआर गर्नुहुन्छ कि क्यासै दिनुहुन्छ तपाईँ काम बन्यो ढुक्क दलालहरू बजारमा किन्न पाइन्छन् हजारमा दलालहरू बजारमा किन्न पाइन्छन् हजारमा दलालहरू बजारमा किन्न पाइन्छन् हजारमा तपाईँलाई मैले अस्ति अलिकति सबै भएर बोल्नुहोस् भने होइन भने तपाईँले भने अनुसार 7 जनाको नागरिकताको फोटोकपी अनि हस्ताक्षर पनि अनि यहाँ साथी बसेका सबै मान्छेहरूलाई तपाईँहरूले आफैले भेटेर ल्याउनु भयो नि होइन यो ए बाबा आफैले भेटेर चिया पानी खुवाएर अलिक
बिस्तारै बोल्नुहोस् उस खाना बनाइछ अनि यहाँ तपाईँहरूले कोही मरेको मान्छेको नाइटाको फोटोको पनि हाल्नु भएको छैन नि है होइन यो मरेको मान्छेको ल्याब चाहिँ कसरी आइपुग्छ तपाईँ पनि कुरा गर्नुहुन्छ हाम्रो कार्यालयमा जन्मिँदै नजन्मेको मान्छेको पनि ल्याब चाहिँ आइपुग्छ यो देशमा पुरुषहरूले सुत्केरी बता खान्छन् पुग्छ दिउँसो सपिङ गर्न पुग्छ साँझ पार्टीमा पुग्छ खोलाइ नभएको ठाउँमा पुल बन्छ उद्घाटन गरेको भने पल्टै पुल भत्किन्छ हेर्नुहोस् न सर कस्तो राम्रो ज्ञान गुणका कुरा गर्नुभयो मेरो पनि काम गरिदिनु न हाम्रो स्टुडियो साहब आज पिकनिकमा जानु भएको छ उहाँ आउने बित्तिकै तपाईँहरूको काम बन्द छ सर प्लिज सर छात्रवृत्तिको अन्तिम डेट हो सर प्लिज सर प्लिज ए बाबा तपाईँहरूको काम आज गर्न सकिँदैन क्या प्लिज सर यति उनाम सोच्दै ए तेरिका आज तपाईँहरूको काम हुँदैन ल सर प्लिज सर सर प्लिज सर नाम बिगार्ने सिडिओ कार्यालय अनि नाम नसच्याइदिने पनि यिनीहरू नै के यति कारणले मेरो छोरीलाई अब पढ्न पाउँदिन नामको खोजीमा कागज पत्रको झीमा नामको खोजीमा कागज पत्रको झीमा न्याय पाउने आशामा झमेलामा मानिसहरू छन् झमेलामा मानिसहरू छन् सानो यो गल्तीमा पैसा माग्छन् चल्तीमा सानो यो गल्तीमा पैसा माग्छन् चल्तीमा झुलाइदिन्छन् अक्षरहरूमा झुलाइदिन्छन् अक्षरहरूमा अप्ठ्यारोमा मानिसहरू छन् चपेटामा मानिसहरू छन् अन्यलमा अल्झिएका छन् चपेटामा पारिएका छन् चपेटामा पारिएका छन् विधिको राजनीति गर्नेहरू छन् असल मान्छेहरू छन् हेर्नुहोस् हजुर अब त उहाँहरूले नै मौका पाउनुपर्छ हो म यो कुरा एकदम स्ट्रङली राख्नेवाला छु बैठकमा यस 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 हस् हस् तेरिका जानु त मिरा ए मिरा दिदी खै यहाँको गाई हो डरात्मा हेर्नु न मलाई कतिचोटि भन्यो मेरो सामान युज गरिसकेपछि त्यही ठाउँमा राखिदिनु भनेर वाउ दिदी वाउ कस्तो राम्रो देश चलाउँछु भन्दै हिँडिराख्नु भएको छ एउटा काहीँ त खोज्नु राखेन ठिकै छ धेरै मेरो मलाई नउडा खै कहाँ छ गाई हो भन्दा अन्तिम घरमा हेर्नु न दिदी तपाईँ कहाँ लाग्नु भएको हो मेरो आज पार्टीमा बैठक छ म पनि जान्छु नि हो हेर त जानै पर्छ भन्ने त छैन तर यदि त जान चाहन्छस् भने ओके राम्रो कुरा हो कि जान्छु म पनि अनि सुन्नु न दिदी म म्युजिक नै पढ्छु भनेर यो कुरा ड्याडीले भनिदिनु न ए बहिनी अब म तेरो लागि त कुरा राखिदिन सक्छु तर तै पनि आफ्नो कुरा त आफूले भन्नु पर्यो ड्याडीलाई म पनि राख्छु भन्नु त ड्याडीलाई भन्छु ओरे छोरीहरू होइन तिमीहरूले मलाई के कुरा भन्ने भनेको हो ल भन 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 के हो कुरा ल भन खासमा के कुरा भने नि ड्याडी अब यो मिरा कस्तो राम्रो गीत गाउँछ यसले गाएको गीतहरू पुरै भाइरल छ नि टिकटकमा
टकमा थाहा छ नि हजुरलाई अब त्यही भएर यसले म्युजिकै पढ्छु भन्दै थियो अनि त्यही कुरा गर्दै ए थिएँ। छोरी यो म्युजिक सिजिक भनेको चाहिँ यसो रमाइलोको लागि पो हो त मैले त अब टक्क आइटी पढ्ने कम्प्युटरको अगाडि बसेर महिनाको जम्म पैसा कमाउनु पर्छ हाम्रो हाकिमको छोरोले त्यसै गरेर उहाँ 5,000 रुपियाँ खान्छ महिनामा अनि हेर्नु ड्याडी म आइटी साइटी केही पढ्नेवाला छैन पढ्ने चाहिँ मेरो म्युजिक नै हो है ल होइन के भयो तिमीलाई ठिक छ त यसको क्षमता म्युजिकमै छ भने म्युजिकै पढाइ भइहाल्यो नि होइन ए समिरा त चाहिँ के भयो आफू चाहिँ नि राजनीतिमा लागेकी छ बहिनीलाई चाहिँ नि म्युजिकमा लाग भन्दैछ होइन तिमीहरूले आफ्नो भविष्यको विषयमा सोच्नु पर्दैन भनेको के गरेर खाने हो होइन कस्तो कुरा गर्नुहुन्छ कि ड्याडी अब राजनीति भनेको नराम्रो कुरा हो र यो त समाज परिवर्तन गर्ने कुरा हो देश परिवर्तन गर्ने कुरा हो आम मानिसको राम्रो होस् भन्नको लागि राजनीति गर्नु अब हुन त हो छोरी तैपनि तिमीहरूको चाहिँ विभिन्न गुट भनेको छ उपगुट भनेको छ समूहहरू भनेको छ फेरि तैँले त आफूभन्दा ठुलो नेताहरूले भन्ने कुरा पनि मान्दिनस् अरे के हो कुरा अब विचार बुवा विचार फरक विचार भएपछि फरक गुट हुनु फरक ग्रुप हुनु फरक टिम हुनु त स्वाभाविक कुरा हो त होइन त के अब हुन त हो कि छोरी तैपनि अब आफूभन्दा ठुला नेताहरूले भनेको मान्नुपर्छ क्या त्यही त उनीहरू के गर्छन् नेतातन्त्र दलतन्त्र जहिले पनि त्यस्तै त गरिरहेको छ लोकतन्त्रको हितमा कहिले पनि बोले आएन म त त्यही भएर यिनीहरूको विरुद्धमा छु बुवा होइन छोरी त्यसो भनेर हुँदैन क्या अब ती 13 पार्टीका नेताहरूले हामीलाई पनि सहयोग गरेका छन् नि हाम्रो यो घर बनाउन सहयोग गरेका छन् अनि चाहिँ नि हामीलाई नि मेरो जागिर खदारमै जान्थ्यो मलाई चाहिँ नि सुब्बा बनाउन सहयोग गरे आफूलाई सहयोग गरेका मान्छेलाई सहयोग गर्छु भनेको त कस्तो कुरा अब यसरी व्यक्तिगत रूपमा फाइदा लिइसकेपछि लुट्दैनन् त म त यो कुराको पनि विरुद्धमा छु ए बाबा अब हुँदा हुँदा मेरै विरोधमा अचम्म छ बा होइन तिमीहरूले मैले भनेको केही पनि लाग्दैन है मैले भने तिमीहरूले मान्नु पर्दैन भनेको भने नि त्यस्तो कुरा होइन के बुवा आफ्नै घरमा आफ्नो बुवालाई सम्झाउन सकिँदैन पार्टीमा गएर म कसरी चाहिँ सम्झाउने होला कुल दिदी कुल लामो सास हेर्नु तपाईँले हाम्रो बुवालाई सम्झाउन सक्नुभयो भने नि अरूलाई सम्झाउन त गाह्रै छ हाम्रै बुवा हो अठ्याङ्ग्रो जति सम्झाउँदा नि नसम्झिने उहाँलाई सम्झाउन सक्नुभयो भने नि अरू त टेन्सनै छैन हे बुवाले के कुरा बिगार्नु भएको छ त्यो सबै मेरो टाउकोमा आउँछ जस्तो लागिरहेको छ कि बुझिस् नखाएको बिस मलाई लाग्नेवाला छ त्यही भएर मलाई त यो मैले त भुसुक्कै बिर्सेछु तिमीहरूको लागि भनेर मैले गिफ्ट ल्याइदिएको छु गिफ्ट तिमीलाई भनेकै भुसुक्कै बिर्से ए समिरा होइन त किन रिसाकी मैले त तेरै लागि भने क्या अब रिसाउँछ किन्छ ल गिफ्ट लिएर रिसाउनु ए सबको चाहिएको ल मेरो छोरीलाई ल तँलाई पनि ल ड्याडी के हो तपाईँको स्यालेरी कति हो ल होइन समिरा सुनिस् मेरो बहिनीको कुरा बहिनी तँलाई किन मेरो स्यालेरी चाहियो भन्नु न कसै त कर कार्यालयको जासुस त भएनस् नि हेर्नु न दिदी भन्नु भनेको कस्तो त्यही सबै हिसाब किताब गर्दाखेरि भत्ता सत्ता जोडेर 32,500 रुपियाँ हुन्छ है नबीको भन्दा नि कम स्यालेरी पो रहेछ त ड्याडीको हो त हाम्रो ड्याडीलाई पाल्नु भयो क्या हाम्रो मम्मीले हो अनि यो फोन चाहिँ कहाँबाट आयो दुःख गरेर कमायो नि यसलाई धेरै जमिन नखाएको छोरी हेर ढोक्राको समीरा दिदी हजुर बैठकमा जाने भने ढिलो भइसक्यो जाने हो म आएँ आउनु छिटो कुरिरहेछ यो त यार मलाई चाहिँ यो चाहिँदैन साथै मलाई दिएको नि पछि माग्ने त होइन नि राख लु है लु दुईटाको एउटा चाहिँ टिकटक बनाउनलाई चाहियो एउटा चाहिँ फोटो खिच्नलाई करोडौं मानिसको रगत पसिनामा तिम्रो सत्ताको जड बसेको छ करोडौं मानिसको रगत पसिनामा तिम्रो सत्ताको जड बसेको छ करोडौं मानिसको रगत पसिनामा तिम्रो सत्ताको जड बसेको छ
घर धान्न सारो नाङ्लो मानेर गाह्रो छ खान घर धान्न सारो औषधि उपचार गर्न गयो साह्रै महँगो त्यही भएर यो भाइ पेटमा 4-4वटा ढुङ्गा बोकेर हिँडिरहनु परेछ उपचार गर्न नसकेर आइया सस्किन्छ दाइ आमाको उपचार गर्न सजिलो होला भनेर स्वास्थ्य बिमा गरेर लगेको अस्पताल सस्तो औषधि दिँदो रहेछ महँगो त बाहिरबाट किन भन्दो रहेछ Wait,
आएको होइन, म त तँलाई भेट्न पो आएको छ। कहिलेकाहीँ नातिनीको यसो जिस्क्याउने मलाई सम्झना लागेको थियो। नातिनीलाई कस्तो छ? ठिकै छ, ठिकै छ। अनि योग र बुहारीलाई? के ठिक छ भन्नु, के छैन भन्नु। रात दिन काम गर्छन्, केही पनि खानु पुग्दैन। तँ यहाँ छस्, म उहाँ छु। मलाई साह्रै नराम्रो लागेर आउँछ। के गर्छौ त? हाम्रो माथि नै भेट होला जस्तो छ। आमा 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 जा जा आमा आमा चन्द्रिका अरे लामा को छ घरमा आमा ए पानी ल्याऊ आमा पानी ल्याऊ हेलो एम्बुलेन्स भाइ झट्टै घर आउनु त ल झट्टै झट्टै आमा आउँदैछ आउँदैछ ए हात पाल हात पाल सरकारी अस्पतालमा चाहिँ सुत्नको लागि खाट त पाइँदैन अघि तपाईँलाई प्राइभेट अस्पतालतिर लग्नु होला ए ल ल हेलो म बिरामी लिएर आउँदैछु हजुर हजुर तपाईँले मेरो कमिसन तयार पारेर राखिदिनुहोस् म ठ्याक्कै छिराइहालेँ कि ल हस् 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 डाक्टर साहब हस् हस् सास रोक्न गाह्रो भयो
प्यारा तिमीसँगै माथि प्यारी आऊ 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 मसँगै माथि प्यारा मसँगै माथि प्यारी मसँगै माथि प्यारा मसँगै माथि प्यारी भोकसँग लड्छ जनता रोगसँग लड्छ जनता त्यही भोक र रोगसँग जाजल गर्छ कोही भोट मात्रै गर्छ कोही किसानको